आज तपाईँहरूलाई नौगाड 4 के अरे नौगाड गाउँपालिकाको वार्ड नम्बर 4 स्थित मल्लार्पु अथवा हामीले भन्ने गरेको कटोल क्षेत्रमा छु र यो क्षेत्रमा के कस्तो हिजो अस्ति अथवा पोहोर साल योभन्दा अगाडि चाहिँ थुप्रै कृषि उत्पादनहरू गर्ने गरिन्थ्यो र भइरहेको पनि थियो। यहाँको एकजना दाइ हुनुहुन्छ, उहाँले यहाँ काम गरिराख्नु भएको थियो, तर अहिले यसपालि चाहिँ अलिकति उहाँले समय दिन नसक्नु भएर केही कुराहरूमा उहाँले चाहिँ उत्पादन गर्न सक्नु भएन। तर यहाँ के छ त, फाँटहरू कस्तो छ मैले तपाईँहरूलाई यहाँ देखाउँदै लग्नेछु। र हाम्रो यो क्षेत्रमा यदि दुईटा कुराको चाहिँ सबभन्दा महत्त्वपूर्ण चाहिँ आवश्यकता छ। एउटा चाहिँ बिजुली र अर्को चाहिँ सडक। यहाँ उत्पादन भएको चिजलाई चाहिँ सम्बन्धित क्षेत्रमा पुगाउनको लागि रोड नै एउटा महत्त्वपूर्ण माध्यम हो। हामीले त्यहीँबाट गर्ने गर्छौँ र त्यसको लागि चाहिँ यहाँसम्म रोड आइदियो भने यहाँको पारिपट्टिको फाँट पनि तपाईँले देख्न सक्नुहुन्छ, त्यहाँ पनि उत्पादन हुन्छ। अनि योभन्दा तल्लो क्षेत्र, तल्लो आर्पुमा पनि उत्पादन हुन्छ। यहाँहरू कृषकहरू बस्ने गर्छन्। आत्मनिर्भर बन्नको लागि, कृषिमा आत्मनिर्भर बन्नको लागि यस्ता ठाउँहरूलाई कृषि क्षेत्र भनेर, पकेट क्षेत्र भनेर घोषणा गरियो भने यसले चाहिँ हामीलाई चाहिँ के गर्छ भने आत्मनिर्भर हुन मद्दत गर्छ। धन्यवाद। तम्रो नाम के भयो? मेरो वीरेन्द्र सिंह धामी। ए, कति सालबाट बस्ला छ यहाँ? भयो भाइ, यहाँ हजुरका अब कति भन्नु, 13-14 वर्ष भयो, 14-15 वर्ष। अनि 14-15 वर्षमा तपाईँले लगभग कृषिमा के उत्पादन गरेछ, तपाईँलाई के त्यसो जानकारी? कृषिमा 14-15 वर्षसम्म अब आलु, भाङ्गो, राजमा सबै हुने नि, यहाँ नहुने केही छैन। यहाँ समस्या के छ तपाईँहरू? अब यहाँ समस्या भनेको त अब त्यो गाडीको बाटोबाट अब एक दिन बोझो बोक्नलाई लाग्छ, त्यही नै समस्या भयो सबभन्दा ठुलो कुरा। अनि अर्को अब फलायो भने अब कहाँ हाल्ने, यो दुर्गम ठाउँबाट लग्नलाई त अब एक दिन बोकेर जानुपर्छ। समस्या सबै समस्या छन्। सरकारलाई यो जो मानौ अब सरकार छ होइन, स्थानीय सरकार छ, सङ्घीय सरकार छ, प्रदेश सरकार छ, उनीहरूलाई तपाईँहरू के छ यसो अब के छ सर भन्नुपर्ने सबभन्दा सर्वप्रथममा अब यो अलि रोड पुगाइदिए भयो, तपाईँ चाहिँ विद्युतको विचार गरिदिए भयो, विद्युत पुगाइदिए भयो। और यो हाम्रो ढोलान्कीले खायो फलेको यो सबै यहाँ सडे पड्या दौरा छ नि, काठपात छ सडे पडेको, यसलाई प्रयोगमा ल्याउनु पाए। यो भूमिमा हामीले यो यसा बाजा जमिन पडिया छ नि, यता प्लट, यसलाई हामीले उपभोगमा ल्याउनु पाए भयो। बजारीकरणमा हामीले यो सागसब्जी बिक्री वितरण गर्न पाए भयो। यो क्षेत्रमा तपाईँले विशेष अनुदान पाएर छैन? के छैन अनुदान, के छैन अनुदानको रूपमा। यो ठाउँ चिनाएकै छैन सरकारले। यो जग्गा तपाईँहरू नाप्यो होइन? नाप्यो। यो सब यो हेर त, यो जति खाली प्लट पडिआएको नि, जङ्गलभन्दा फाल बिचका यिन प्लटहरू सबै नाप्यो। ए, अब विशेष गरेर तपाईँलाई होइन, अब नयाँ सरकार छ, स्थानीय सरकार पनि छ, पोहोर साल एक अनुदान पनि आयो भन्न सुन्थेँ मैले होइन। अब यो त्यो कुराहरू चाहिँ रोडलाई गरेर तपाईँलाई कसले त्यो थाहा पायो कि न, त्यो अनुदान आयो सम्बन्धमा के थाहा छैन सर। यहाँ केही थाहा छैन। अबको सरकारले त थाहा पाला, हेरोलोक भन्ने यो ठिक छ, आज दम आइया छ, यो विषयमा कुराकानी लैजाउनु भएको। अब यो तपाईँलाई यहाँको उत्पादन जो तपाईँ त यहाँ त बहुत वर्ष भयो कि होइन, 14-15 वर्ष भयो कि, यहाँ यदि ढङ्गले किसानी गरिए अथवा सुविधा भए बोक्दे होइन, ढुवानी गर्दे लैजाने, यहाँ ल्याउने सुविधा भए त बहुत उत्पादन हो, धेरै उत्पादन हुने। यहाँ म अहिले एकजना व्यक्ति भन्दा पनि धेरै व्यक्तिको खाँचो पर्यो। अब सबैलाई रोजगार छ यो ठाउँमा। अब जो हो कि यो हाम्रा यो प्लट खन्ने जोत्ते कृषितिर बाध्यता भयो भने इन प्लटमा कति हो त यो फल्ने। अब यो भनेको एकदम भाङ्गो, आलु, राजमा जेल यो नगदी चिज फल्ने ठाउँ नि। अब यसरी सडिया, अब यो खालि रितो बाल्टिद्दु मात्र परिरहेको छ यही ठाउँको। ल धन्यवाद। ल यो साल चाहिँ तपाईँले के लगाएको थियो भने त यो बेला बिजी छु भन्छ, अब यो साल हजुरको अब त्यो यो साल लागेको यो मसुर छन्, गहुँ छन्, अब सबै यो ओखर छन्, यो सेप छन्, सबै यो साल लागेका चाहिँ अहिले त्यतिकै छन्। यो गहुँ अनि यो मसुर, आलु। ल के लगाएको छु भने अब हामीलाई यसो देखाइदियो होला। ल यो हजुरका यो अहिलेको लागेको खेती यो मसुर, ल तपाईँलाई देखाइदिनु। यो मसुर खेती छ। यो भन्दा तलतिर अब यो
यो चाहिँ अहिले समय नभएबाट हो अँ। यो मेरो सबै यो भाङो अचारको लागि भाङो बुने भाङबुने एरिया एरिया पर्यो अब यो सिजन आउला छ होइन भाङा त अब अब यहाँ हेर्नु सर यो अब यो ओखरका बोटहरू छन् अब यही ओखरलाई भइसक्यो यो तम्रा 7 साल भइसक्यो अनि यो स्याउ छन् यहाँ यिन स्याउ कतिपय त हुकबाट गइसक्यो तर यो यता बोट बनाएर यो फलान फलिया नै यो केही समस्या तमले सोध्या छ न कृषि विज्ञहरूलाई केही सोध्दा कृषिमा सोधियालाई नै थिइन् सर यसको लागि कोही आनालाई नै हेरेर अब हाम्रा जाइ नै अब के माटो परीक्षण गराइदिउँला यताउति भन्ने भ्या त त्यो कृषि सम्बन्धीमा कोही आने भ्या त त्यहाँ सम्बन्धित निकायमा पुग्दै थियौँ तर थाहै नपाइने जङ्गल अब यो लगानी चाहिँ लाग्यो होइन यो उत्पादन नै दियो यसले अब यत्रो रुख भइसकेपछि यत्रो लगानी छ फुल लाग्छ धेरै फुल लान तर फल चाहिँ यो समस्या जेरो यो फलै लागेन होइन फलै लाग्यो यो यत्रो स्याउको रुखहरू अब 7 साल भइसक्यो 7 वर्षमा पनि फल दिएन यो स्याउले अब यहाँ तल चाहिँ यो लसुन हो होइन अब यो लसुन खेती यो लसुन खेती यो मसुर रहेछ यो मसुर अलि लसुन खेती यो यहीबाट जान्छ अहिलेको जमानामा यो कृषि गद्दे मान्छे नहुन तमले यहाँ चाहिँ राम्रो टेकेको छ है अब कृषि त गद्दै थिएन सर अब कृषि गर्दा डर नआइदियो नि अब बाटो घाटो नभए भयो डर के छ भने रासन बोक्दाखेरि समस्या बाटो घाटो टाढा पटबाट अब तलतिर महिनाको वर्ष दिनको 3-4 चोटि पनि बाटाघाटा बनाएन खाने पानी बनाएन अब यहाँतिर कोही आउट जाउट चलेला यहाँतिर हेर्दै होला कोही छैन अब यो तमरो यो भाङ खेती गर्दै अब सिजन आउनु लाग्छ होइन अनि त्यसपछि यहाँ तम पुरै भाङ लगाउने यो पुरा भाङ लगाउने हो यो भाङ चाहिँ एकदम राम्रो उत्पादन हुने ठाउँ रहेछ यो घाँसलाई फानेर यो लगभग मैले 3-4 कुइन्टलसम्म भाङ फलाउने यो स्याउका रुख यहाँ लरेन होइन यो धेरै सुक्दियो अब यहाँ छ यो अब सुकबाट लगभग मैले 150 बोटालाई आउँ 150 बोटाबाट सुकबाट यो 5 गए 1 2 3 4 5 6 7 8 9 10 बोटा मात्र रह्यो यो ओखड भयो होइन यही साल उत्पादन गरे ओखड हुने इन बोटा लाएर मैले 20 बोटा 20 बोटा लाएर अब 20 बोटामा सबै यो कहीँ यो गाउँपालिकाले अथवा कहीँ कृषि शाखाले दिए हो त तमले आफैले आफ्नै बुझे यहाँ कृषि गाउँपालिकाबाट कृषि उत्पादनतिर त यहाँ कसैको ध्यानै छैन यस्तो गर्नु त्यो ठाउँमा भन्ने त के यो स्याउर्यान होइन यो पुरै उसमा चाहिँ स्याउ तर फल नलागेको अन्त यतापट्टि पनि तमरै खेत हो होइन यो सब मेरा यो आलु ल चाहिँ यहाँ होइन आलु भर्खर नार्यान यो आलु खेत मेरो यो तलदेखि सबै एरिया यो माथि पुरोसम्म यो देखाइदिनु यो आलु खेती ल राम्रै छ आलु खेतीमा पुग्दियो अब यो ठाउँमा नान यो ओखडाको बोटाले हो यो बाजा जमिनमा ओखडा बोटा अब यहाँदेखि आयो मेरा पुरो त्यो ठुल्ठुला रुख देखिरह्यो नि कहाँसम्मको एरिया आयो अब यही ठाउँमा त विचार गरिदियो कि खेतपाती लगाउने अथवा यो फलफुल लगाइदिनु भए अब कति आप्दैन यहाँ मेन समस्या भने ढुवानी र विद्युत ढोलानी र ढुवानीको लागि यदि गाडी यहाँ आइदियो भने त यो उत्पादन चाहिँ ठाउँमा पुग्यो भने त आम्दानी हुन्छ यो तम्रा अब यो उत्पादन हुने ठाउँ हो यो ठाउँमा त मैले होइन म जहाँमा त हजारौँ जनाले जागिर मिल्छ